नमस्कार। आज हामी एउटा यस्तो घटनाबारे कुरा गर्दैछौँ जसले नेपालको बैंकिङ क्षेत्रलाई फेरि एकपटक सोच्न बाध्य बनाएको छ। सप्तरी जिल्लाको रूपनी क्षेत्रमा ऋण असुलीका लागि गएका ज्योति विकास बैंकका कर्मचारीमाथि कालोमोसो दल्ने, कुटपिट गर्ने र अमानवीय दुर्व्यवहार भएको घटना सार्वजनिक भएको छ। यो घटना केवल व्यक्तिगत रिसेवी हो कि बैंकिङ सुरक्षामाथिको गम्भीर चेतावनी? बैंकका कर्मचारी कानुनी प्रक्रिया अनुसार बक्यौता ऋण असुलीका लागि पुगेका थिए, तर त्यहाँ उनीहरूलाई संवाद होइन, सम्झौता होइन, हिंसा र अपमानको सामना गर्नु पर्यो। कालोमोसो दलियो, कुटपिट गरियो र सार्वजनिक रूपमा अपमानित गरियो। यो दृश्यले समाजलाई लज्जित मात्र होइन, चिन्तित बनाएको छ। बैंक कर्मचारी न त अपराधी हुन् न त निजी दुश्मन। उनीहरू संस्थाको प्रतिनिधि हुन् र कानुनको दायराभित्र काम गर्ने व्यक्ति हुन्। यदि बैंक कर्मचारी सुरक्षित छैनन् भने भोलि डाक्टर, शिक्षक वा सरकारी कर्मचारी कति सुरक्षित होलान्? यो घटनाले कानुनी शासनमाथि प्रश्न उठाएको छ। ऋण लिँदा दस्तखत हुन्छ, सम्झौता हुन्छ। ऋण तिर्न नसक्दा संवादको बाटो खुला हुन्छ। तर हिंसा समाधान होइन। कालोमोसो र कुटपिट कुनै पनि हालतमा न्यायको उपाय हुन सक्दैन। सबैभन्दा पहिले दोषीमाथि कानुनी कारबाही हुनै पर्छ। दोस्रो, बैंक कर्मचारीको सुरक्षाका लागि स्पष्ट नीति र सुरक्षा व्यवस्था आवश्यक छ। तेस्रो, राज्यले सन्देश दिनुपर्छ, कानुन हातमा लिने अधिकार कसैलाई छैन। यो घटना भुल्न मिल्दैन, किनकि आज चुप लाग्यौँ भने भोलि यस्तै घटना फेरि दोहोरिन सक्छ। कानुन सबैका लागि बराबर हो। हिंसाले होइन, संवाद र कानुनले समाज चल्नुपर्छ।